जनताको ट्याक्सको पैसाले 5 स्टार होटलमा मिटिङ र भोज भतेर गर्ने सरकारी दिन अब सकिए। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको अर्को कडा एक्सन। आजैदेखि लागू हुने गरी मन्त्रालय र मातहतका कुनै पनि कार्यालयले होटल र रिसोर्टमा कार्यक्रम गर्न नपाउने। भर्खरै जारी भएको यो कडा परिपत्र हेर्नुहोस्, जसमा प्रष्ट लेखिएको छ, सरकारी खर्चलाई मितव्ययी बनाउन अब कुनै पनि बैठक, गोष्ठी, तालिम र सेमिनारहरू होटल तथा रिसोर्टमा गर्न पाइने छैन। अबदेखि यस्ता सबै कार्यक्रमहरू आफ्नै सरकारी कार्यालय वा सरकारी संरचनाभित्र रहेका सभा हलमै गर्न कडा निर्देशन दिइएको छ। मालपोतबाट बिचौलिया धपाएपछि सरकारी ढुकुटीको दोहन रोक्ने मन्त्रीको यो बुलेट स्पिडको निर्णय तपाईलाई कस्तो लाग्यो? यो महाखुसीको खबर भिडियो शेयर गरेर सबै नेपालीलाई सुनाउनुहोस् र लेट अस नोलाई फलो गर्न नबिर्सिनुहोला।